नमस्ते साथीहरु, म मेला सबबाट आज म हजुरलाई चाहिँ नि मेला सबमा रहेका सामानहरु देखाउँछु है। एउटा सानो मिनी ब्लग बनाउँदै छु हजुरको लागि। हजुरले हेर्न सक्नुहुन्छ ल, आउनुस् है सबैजना आउनुस् ल। यो इन्टेन्सबाट मैले सुरु गर्छु है। अब हजुरले यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ नि बर्खामा अब हामीलाई चाहिँ एकदमै नआउने यहाँ चाहिँ रेनकोटहरु छाताहरु सबै राखेको छ है। अनि यो गर्मीको लागि सानो सानो मिनी फ्यानहरु पनि छ, ह्यान्ड फ्यानहरु पनि छ। अनि हामीसँग स्विमिङ कस्टमहरु पनि एकदम धेरै अब लेडिजले लगाउने जेन्ट्सले लगाउने सबै पाउनुहुन्छ है। एकदम राम्रो राम्रो डिजाइनमा पनि छ है। ल हेर्नुस् त, अब मैले लगाउने जस्तो पनि रहेछ। यस्तो एउटा लानु पर्ला कि अब मैले पनि कस्तो राम्रो लाग्यो ब्ल्याक कलरको। ल यो चाहिँ नि मेरो लागि भयो है त, हजुरहरूले पनि लान सक्नुहुन्छ है। हामीसँग थुप्रै सामानहरु राखेको छ। अनि हजुरलाई छाता चाहियो भने छाता, रेनकोट चाहियो भने रेनकोट हैन, जे पनि पाउनुहुन्छ कि। कस्तो राम्रो, अब तपाई स्विमिङ गरिसकेपछि तपाईलाई पानी पुस्नको लागि कस्तो राम्रो बनाइएको हेर्नु, यो टावेल टाइपमा यस्तो यस्तो पनि पाउनुहुन्छ। एकदमै राम्रो राम्रो ड्रेस छ। म अझ भित्र पनि हजुरलाई देखाउँछु है। अनि यो वान पिसहरु, फ्रकहरु हैन। अब यहाँ जेन्ट्सको लुगा पनि देखिसक्नु भयो हजुरले हैन। अनि यो सानो सानो फ्रकहरु पनि छ, यो कर्सेटहरु पनि हो हैन। अनि यसै गरी यो चाहिँ टु पिसमा छ यो है। यो कुर्ता सुरुवाल पनि एकदम राम्रो कटनमा छ। यो वान पिस भयो। यता हाम्रो चाहिँ नि पोतेहरु छ। अब दिदीबहिनीहरुलाई अब नजिक नजिक तीजहरु आउँदैछ साउनमा हैन। तीजमा हजुरलाई कति अरूलाई पनि गिफ्ट दिनको लागि एकदमै चाहिन्छ नि त। महिला दिदीबहिनीहरुलाई पोतेहरु एकदम राम्रो राम्रो भेराइटीमा छ। यता हेर्न सक्नुहुन्छ हाम्रो कानमा लगाउने झुम्काहरु यस्तो राम्रो राम्रो छ। कुर्तामा पनि भयो, साडीमा पनि भयो, प्यान्टमा पनि भयो, वान पिसमा पनि भयो। यस्तो झुम्का जेमा पनि सुट गर्छ है। अनि यता हेर्न सक्नुहुन्छ कुर्ता सुरुवाल डमिला लगाएका छौं हामीले कति राम्रो राम्रो। यो चाहिँ नि फेसनेबल मालाहरु हो है। हजुरले वान पिसहरुमा लगाउन एकदम राम्रो देखिन्छ। यसैगरी यहाँ कृष्ण भगवानको भएको कस्तो राम्रो राम्रो घाटीमा लगाउने मालाहरु पनि हामीसँग थुप्रै छ। मजुरको यो अनि यो मुरली बजाउन लागेको जस्तो टाइपको हैन, यो कृष्ण भगवानको कस्तो राम्रो छ। अरु पनि थुप्रै आर्टिफिशियल मालाहरु छ हैन। अनि यहाँ यस्तो यो हाम्रो चाहिँ नि अब यो साँचो झुन्डाउनको लागि कस्तो राम्रो छ नि हैन। अनि की रिङ भन्छ यसलाई हैन। यति राम्रो राम्रो झुम्काहरु पनि हेर्नुस् न, यस्तो राम्रो राम्रो छ। अनि यस्तो हामीसँग चाहिँ नि गरारा सेटहरु लेंगा पनि मेला सबमा रेडीमेडमा पाउनुहुन्छ। एकदम राम्रो छ कि पनि हेर्नु न। कपडा पनि मटेरियल पनि तपाईको पुरै बुटिक स्टाइलमा पुरै भरेको छ, एकदम राम्रो छ है। अब यस्तो यो ब्यागी प्यान्ट अनि टी सर्ट देखिहाल्नु भयो। अरु कुर्ताहरु हामीसँग टन्नै छ, डम्मीमा लगाएको मात्रै मैले देखाएको। अनि मोतीको मालाहरु अरु थुप्रै थुप्रै यस्तो मालाहरु पनि तपाईले लगाउन सक्नुहुन्छ, फेरि पाउनुहुन्छ हैन मेला शपमा। एकदम रबर ब्यान्डहरु पनि आफ्नो बच्चाहरुको लागि पनि भयो, आफ्नो लागि पनि भयो, जस्तो टाइपमा खोजे पनि पाउनुहुन्छ। यता हामीले चाहिँ आर्टिफिशियल नेलहरु पनि राखेछौं के। अब कसैलाई त हतार हतारमा चाहिँ नेलहरु पनि चाहिन्छ नि त हैन। यसो कसैको वर्तमान बिहा भोज अथवा बर्थडे सर्डे अथवा यतिकै आफूलाई फेसनेबलको लागि पनि मान्छेहरु लगाउने शौकिन हुन्छ, त्यसको लागि हामी चाहिँ आर्टिफिशियल नेलहरु पनि राखेका छौं। त्यसैगरी हामीसँग थुप्रै अरु यहाँ हेयरमा लगाउने क्लिप काँटाहरु थुप्रै थुप्रै पाउनुहुन्छ, बोहरु हैन। अरु पनि म देखाउँछु। यस्तो राम्रो राम्रो हेयर यो डिजाइन हैन। तपाईले चाहिँ अब पार्टीहरुमा कपालको हेयर स्टाइल बनाउँदाखेरि लगाउने कस्तो राम्रो फ्लावरहरु पनि पाउनुहुन्छ है। अनि क्लिपहरु पनि पाउनुहुन्छ। तपाई जुरोहरु पनि पाउनुहुन्छ है। हामीले चाहिँ नि जुरोहरु पनि सबै राखेका छौं, यहाँ देख्न सक्नुहुन्छ है। यति धेरै सामानहरु छ। यता चाहिँ कस्मेटिक छ है। अब तपाईहरुलाई स्याम्पूहरु, कन्डिसनरहरु, जी लिपस्टिकहरु, आई स्याडोहरु हैन। अब आइलाइनरहरु, ब्लसहरु, जति पनि कस्मेटिकहरु सामानहरु हजुरलाई चाहियो भने अब यता यो सेक्सनमा हाम्रो मेला सबमा राखेको छ। त्यसैगरी हाम्रो यता चाहिँ नि ज्वेलरी सेक्सन हो है। अब ज्वेलरी सेक्सन भनेपछि सबै पर्छ। अब ब्रासको पनि पाउनुहुन्छ, गोल्ड प्लेटेड पनि पाउनुहुन्छ र एडी पनि पाउनुहुन्छ। तीनटै किसिमको, तर यहाँ थुप्रै डिजाइन र थुप्रै थरीका पाउनुहुन्छ के। हजुरले अब सानोदेखि लिएर ठुलोसम्म जस्तो टाइपमा खोज्नुहुन्छ हजुरले त्यस्तै टाइपमा पाउनुहुन्छ। सानो सानो ब्रासलेटहरु पनि छ, झुम्काहरु पनि छ, औँठीहरु पनि पाउनुहुन्छ, टपहरु पाउनुहुन्छ, मंगलसूत्रहरु पाउनुहुन्छ। यो चाहिँ हाम्रो ब्रासको हो। अनि यता चाहिँ हाम्रो चाहिँ नि एडी है। यो चाहिँ अमेरिकन डायमन्ड भनिन्छ। एकदमै राम्रो राम्रो डिजाइनमा पाउनुहुन्छ है।
अनि सानो सानो औँठीहरू के अब यस्तो फिङ्गर रिङहरू पनि पाउनुहुन्छ एकदम राम्रो। अनि अरू थुप्रै हामीसँग यस्तो राम्रो राम्रो डिजाइनमा छ। हजुरहरूले एडीको पनि छुट्टै पाउनुहुन्छ। अनि यो गोल्ड प्लेटेडमा पनि छ हैन। त्यसै गरी हामीसँग अब महिला दिदीबहिनीले लगाउने नौगेडी तिलहरी अनि मङ्गलसूत्रहरू थुप्रै के अब जति पनि लेडिजहरूले लगाउने घाँटीमा लगाउने हुन्छ नि पोतेमा बुनिएको तयार पारिएको हामीसँग हरेक डिजाइनमा पाउनुहुन्छ। त्यसै गरी हामीसँग यता गोल्ड प्लेटेडमा छ चुराहरू पनि पाउनुहुन्छ अनि नेकलेसहरू हैन सबै यति राम्रो राम्रो डिजाइनमा पाउनुहुन्छ हजुरले। म तपाईँहरूलाई देखाउँछु है। यता हेर्नुहोस् त कति राम्रो राम्रो रानीहार पनि पाउनुहुन्छ नेकलेस पनि पाउनुहुन्छ अनि एडीको पनि छ। त्यसै गरी गोल्ड प्लेटेड पनि छ अनि मोतीको मालाहरू पनि हामीसँग थुप्रै थुप्रै डिजाइनमा पाउनुहुन्छ। अरू थुप्रै हामीसँग अन्य ज्वेलरीहरू साडी पिनहरूदेखि लिएर हैन अनि त्यो सिन्दुर राख्ने डब्बाहरूदेखि लिएर लकेटहरू अनि छड्के तिलहरीहरू हैन अनि यस्तो यो नेवारी कल्चरमा चाहिँ यो 90 नहुने हुन्छ नि यसलाई नाम त मलाई थाहा भएन खोइ के भन्छ तर यहाँ लगाउँछ नि यस्तो राम्रो देखिन्छ कि यो। अनि यस्तो पाउजुबहरू पनि पाउँछ ल मेला सबमा एकदम राम्रो। अब गोल्डको लाउन हुन्न भन्छन् त्यही भएर पनि हामीले गोल्ड प्लेटेडमा यस्तो राम्रो राम्रो पाउजुबहरू पनि ल्याएका छौँ है। अनि चुराहरू टन्नै छ है गोल्ड प्लेटेडको चुराहरू अनि यो एडीको चुराहरू है साथीहरू सबै पाउनुहुन्छ मेला सबमा। र सानो सानो बहिनीहरूले अब यो घाँटीमा लगाउने मङ्गलसूत्रहरू के हाम्रो महिला दिदीबहिनीहरूलाई चाहिँ नि अब कुर्ताहरूमा प्यान्टहरूमा मसिनो लाउन खोज्नुहुन्छ नि त्यस्तो टाइपमा हामीसँग थुप्रै छ है कलेक्सन थुप्रै छ। मङ्गलसूत्र पनि छ। अब अलिक त तपाईँहरूले एक्स्ट्रा लाउन खोज्यो भने बल चेनहरूमा पनि हामीसँग थुप्रै डिजाइनमा छ। अनि जेन्ट्स लगाउने यो सिक्रीहरू पनि पाउँछ के अनि यो हामीले अब महिला दिदीबहिनीहरूले पनि लगाउन लेडिजले लगाउने मसिनो मसिनो खालको सिक्रीहरू छ अनि जेन्ट्सले लगाउने मोटो मोटो पनि छ है। ब्रासलेटहरू सिक्रीहरू जेन्ट्सले लगाउनु पनि पाइन्छ है एकदम राम्रो छ। त्यसपछि म हजुरलाई अब कुर्ता सेक्सनतिर पनि लैजान्छु एकछिन पर्खनुहोस् ल। अनि यसै गरी म चाहिँ नि मेला सबमा ज्वेलरी पनि देखाएँ हजुरहरूलाई होइन। अनि हामीसँग थुप्रै अलिकति आर्टिफिसियल कुराहरू यतातिर इयरिङ पनि देखाउँछु ल आउनुहोस् ल। यता हाम्रो चाहिँ नि कानमा लगाउने झुम्काहरू यो चाहिँ नि एकदमै राम्रो अनि प्रिमियम क्वालिटीमा हो क्या साथीहरू। यो अलि हेभी डिजाइनमा छ अनि एकदमै राम्रो क्वालिटीमा हामीसँग यो पनि एभाइलेबल छ कि मेला सबमा। यस्तो खालको झुम्काहरू पनि पाउनुहुन्छ। अरू सिम्पल खालको कानमा लगाउने टपहरू पनि पाउनुहुन्छ एकदमै राम्रो राम्रो डिजाइनमा। त्यसै गरी हातमा लगाउने कस्तो राम्रो राम्रो के हेर्नु त यो यस्तो राम्रो राम्रो यो ब्रासलेटहरू पनि छ है। अनि यो यता हेर्न सक्नुहुन्छ टन्नै यो सबै ब्रासलेट छ। अनि त्यसपछि यता हाम्रो चाहिँ क्लिपहरू हो कि बच्चाहरूलाई लगाउनको लागि एकदमै राम्रो राम्रो क्लिपहरू काँटाहरू सबै कुरा पाउनुहुन्छ है। अनि रबर ब्यान्डहरू बच्चा स्कुल जाँदाखेरि बच्चाहरूलाई आफ्नो बेबीहरूलाई बाँध्ने रिबनको यस्तो राम्रो यो फ्लावर बनाएको रिबनको फुर्का भन्छौँ नि हामी यस्तो पनि पाउनुहुन्छ है। त्यसै गरी हाम्रो चाहिँ काउन्टर हो। अब यहाँ चाहिँ हाम्रो बिल पे गर्ने ठाउँ हो। यहाँ साउजी पनि बस्नु भएको छ। त्यसै गरी यहाँ चाहिँ बच्चाहरूले खेलाउने यस्तो पनि छ कि गाइस म तपाईँहरूलाई देखाउँछु ल। एउटा हाम्रो यहाँ चाहिँ बच्चाहरू आउँछन् है यो नक्किने जाँदैनन् के ल न। अनि यो बच्चाहरू जो बच्चा आए पनि यो किन्ने नै भन्छन् कि त्यही रमाइलो पनि लाग्छ कि हामी पनि सानोमा त खेल्थ्यौँ है साबुनको फिस बनाएर अनि कस्तो मजा आउँछ कि त्यही भएर यस्तो यस्तो पनि पाउँछ होइन। अनि यता पनि हाम्रो फेरि सबै कस्मेटिकहरू हो कि यो चाहिँ नि कस्तो भने तपाईँको स्किन र अनि हेयर कपाल सम्बन्धी र अनुहारको छाला सम्बन्धीको प्रडक्टहरू पाइने सेक्सन हो। यहाँ चाहिँ तपाईँले सबै प्रकारको क्रिमहरू पाउनुहुन्छ होइन। अनि त्यसपछि यता चाहिँ तपाईँले स्याम्पूहरू कन्डिसनरहरू अनि सबै पाउनुहुन्छ। यहाँ चाहिँ हेयर अनि स्किन रिलेटेड प्रडक्टहरू सबै पाउनुहुन्छ है। त्यसपछि गएर यता फेरि हजुरले अब यस्तो के मेकअप सेकअप गर्दाखेरि यहाँहरूलाई ब्रसहरू चाहिन्छ नि ब्लसर लगाउनको लागि होइन। अनि त्यसपछि यता तपाईँ थुप्रै यो पेन्टी ब्राहरू पनि हामीले अहिले एकदमै राम्रो जेकी ब्रान्डको यस्तो लिएर आएर राखेका छौँ कि इनरहरू होइन एकदम राम्रो छ साथीहरू। यो सबै फेरि गोल्ड प्लेटेड चुराहरू हो कि अस्ति भर्खर हामीले चाहिँ यो मेलासम्म लिएर आएका छौँ। यदि हजुरहरूलाई चाहियो भने होलसेलमा पनि लान सक्नुहुन्छ। पसल गर्ने बहिनीहरूले दाजुभाइहरूले लिन सक्नुहुन्छ है। यो यता चाहिँ हाम्रो नेल पलिस पनि छ है। यो सबै हाम्रो चाहिँ नि सिलिकोनको ब्रा पनि छ अनि जेकी ब्रान्डको ब्राहरू पनि छ अनि
पेन्टीहरू पनि छ, सबै राखेछौँ कि हामीले यसपालि चाहिँ नि हजुरहरू आएर कतै जान नपरोस् भनेर सब राखिदिएको छौँ है। हजुरहरू सबैजना मेला सब आउनु होला। अनि यो चाहिँ अब तपाईँले देखेर थाहा पाइहाल्नु भयो है। अनि त्यसपछि यो चाहिँ नि कर्सेट हो, डमेरा हामीले लगाइदिएछौँ। यता पनि रेडिमेड लेङ्गा लगाइदिएछौँ कि हामीले, यस्तो राम्रो राम्रो कलरमा लेङ्गाहरू। हजुरहरू अब बुटिकमा कपडा किनेर सिलाउँदा ओर्दा तपाईँहरूलाई कति भेट्छ भन्ने कुरा सिलाइ राख्ने मान्छेलाई थाहा हुन्छ होइन। एकदम बुटिक स्टाइलले एकदम बक्रम राखेर, हार्डनेट राखेर, अनि भित्री राखेर यस्तो राम्रोसँग लेङ्गा यो पुरै भरेको वर्क गरेको एकदम सस्तोमा पाउनुहुन्छ मेला सबमा। एकदम राम्रो छ, अरू कलरमा पनि पाउनुहुन्छ। त्यसै गरी म चाहिँ नि अरू कुर्ताहरू पनि देखाउँछु। यो चाहिँ नि हाम्रो सबै यहाँदेखि उहीँसम्म चाहिँ नि कुर्ता सुरुवालको सेक्सन हो होइन। यहाँ चाहिँ नि हजुरहरूले अब पार्टी वेयरदेखि लिएर नर्मल कुर्ताहरू सबै पाउनुहुन्छ। कर्सेटहरू पनि, अनि घरमा बस्दा लगाउने नर्मल सुतीका कुर्ताहरू पनि, र बिहा भोजमा अब लगाउने पार्टी वेयर कुर्ताहरू पनि पाउनुहुन्छ। सबै पाउनुहुन्छ यहाँ, जे पनि पाइन्छ। अब तीज पनि आउन लाग्छ साथीहरू, हामीले साउनको लागि र तीजको लागि पनि हामीले एकदमै राम्रो राम्रो कुर्ताहरू अझै ल्याउने छौँ। यहाँ त देखिराख्नुमा चाहिँ यति धेरै हामीसँग कलेक्सन छ। यदि हजुरहरू मेला सब एकचोटि भिजिट गर्नुभयो भने अझै सबै कुरा थाहा पाउनुहुन्छ। मैले यो सानो मिनी भ्लगबाट पनि हजुरहरूलाई देखाउँदैछु। हेर्नु एकदम राम्रो राम्रो कुर्ताहरू हाम्रो बहिनीहरूले यहाँ बेच्दैछन्, पठाउँदैछन्। यो सबै कर्सेट हो होइन, एकदम राम्रो राम्रो छ। कर्सेटहरू पनि कति राम्रो राम्रो आएको छ। अनि यता यो सबै च्याङ्ला राखेको चाहिँ नि सुतीको हो कि, यो नर्मल हो। यो चाहिँ नि अब डेली युजको लागि हामीले लगाउन सक्छौँ है, एकदम शीतल हुन्छ नि त। अनि म चाहिँ नि यसो अब लाइभ बस्ने मेरो चाहिँ नि यही हो कि जक्सन, यहाँ मेला सब लेखेको छ। अनि यो मेरो यो चाहिँ नि कुर्सी, यो मेरो रिङ लाइट होइन। म चाहिँ नि यहाँ मजाले बसेर अनि लाइभ बस्छु कि मजाले होइन। अनि लाइभ बस्छु, अनि भिडियो बनाउँछु, घरि लाइभ बस्छु, घरि भिडियो बनाउँछु। अहिले चाहिँ नि हजुरहरूको लागि एउटा सानो मिनी भ्लग पनि बनाउँदैछु कि, आउनुहोस् ल यता हेरौँ है अब। अनि यता फेरि हाम्रो यो अहिले चाहिँ नि भर्खर भर्खर हालचालमै हामीले ओपनिङ गरेको चाहिँ ओपन गरेको एउटा माथिल्लो फ्लोर हो, यो सेकेन्ड फ्लोर। यसमा चाहिँ नि जेन्ट्सको लुगा र बच्चाको लुगा अनि लेडिज ब्यागहरू पाइन्छ कि। यताबाट जाने बाटो यही हो है, अहिले म त्यो पनि जान्छु ल। अनि अरू यहाँ हाम्रो सबै यो एकदम अफरमा लगाएका छ हामीले। यो चाहिँ नि अब यो के अरे विन्ड सिटर र अनि सर्टहरू छ। अनि त्यसपछि यो टप्सहरू पनि छ। यो सबै हामीले चाहिँ नि एकदमै सस्तोमा अफरमा लाछौँ। यो चाहिँ नि 500 रुपियाँमा, यो चाहिँ नि 800 रुपियाँमा है। अनि यो चाहिँ यो पनि 800 रुपियाँमा एकदम राम्रो राम्रो अफर छ। हजुरहरूले अब हेयर कोमहरू, ब्रसहरू, नेल कटरहरू सबै पाउनुहुन्छ कि। यहाँ आएपछि नपाउनु भन्ने केही पनि छैन है। अब यो सेक्सन सबै हाम्रो वेस्टर्न ड्रेसहरू, जस्तो कि जिन्सको प्यान्टहरू, फर्मल प्यान्टहरू, टी सर्टहरू, सर्टहरू होइन। अब जति पनि महिला दिदीबहिनीहरू लाउने अब हाफ प्यान्टहरू, अनि त्यसपछि मिडीहरू, स्कर्टहरू, ज्याकेटहरू होइन सबै पाइन्छ है। आउटरहरू, वान पिसहरू तपाईँहरूले जस्तो खोज्नुहुन्छ त्यस्तै ड्रेसहरू मेला सबमा राखिएको छ है। हेर्न सक्नुहुन्छ। म हजुरलाई सबै एउटा एउटा गरेर त देखाउन सक्दिनँ, मोटामोटी रूपमा देखाउँछु होइन। यता हेर्नु सबै यो सेक्सनमा एकदम हेर्न सक्नुहुन्छ। कति राम्रो राम्रो सर्टहरू, टी सर्टहरू राखेको छ, अनि जम्पसुटहरू राखेको छ होइन। स्कर्टहरू छ, वान पिसहरू छ। हाम्रो यहाँ सबै दिदीबहिनीहरूले हेर्दै हुनुहुन्छ, चुज गर्दै हुनुहुन्छ। उहाँहरूले चाहिँ नि डिस्टर्ब नगरौँ। यता हाम्रै यो हेर्नु न कस्तो राम्रो राम्रो वान पिसहरू पनि छ। यो चाहिँ नि पुरै लङवाला हो कि होइन। अनि यो टी सर्टहरू, सर्टहरू होइन, यो सबै ट्राउजरहरू, प्यान्टहरू सबै पाइन्छ है। यहाँ नपाउने भनेको केही पनि छैन। अब हजुरहरूलाई एकचोटि हजुरहरू आएर हेर्न पर्यो क्या, हो कि नै भन्नु न। अब एकचोटि तपाईँहरू त आउनै पर्यो नि त। मेला सबले हजुरहरूको लागि यति मेहनत गरेर यति राम्रो राम्रो कलेक्सनहरू तयार पारेको छ। अनि हजुरहरू त एकपटक त मेला सब त आउनै पर्यो नि होइन साथीहरू। अब यो कति राम्रो छ है, यो मलाई नि मन परेछ कि। एउटा त मैले नि लाने भनेर राखेको थिएँ। यो कस्तो राम्रो टी सर्ट छ है, टक्क राम्रो देखिन्छ कि जिन्सको प्यान्टमा अथवा जेमा पनि लाउन मिल्छ होइन। कस्तो राम्रो देखिन्छ। यो त मैले किनिसकेको छु, यो म आफूलाई मन पर्यो, एउटा लै पनि सकेको छु। एकदम राम्रो कम्फर्टेबल के यो लगाउनलाई। अनि टी सर्टहरू थुप्रै छ है, दामी दामी छ। अनि हाम्रो यो चाहिँ नि अब सबै यो ट्रायल रुम हो। यहाँ चाहिँ नि सबै 3टा छ। अब आएर कस्टमरहरूले चाहिँ नि साइज आफ्नो हुन्छ कि होइन, अब ट्रायल रुम ट्राई गर्नुहुन्छ ड्रेसहरू। एकदम राम्रो छ। यतापट्टि हेर्नुहोस्, आउनुहोस् ल।
एकदमै सबै पाउनुहुन्छ के मेलासम्म नभएको चिज केही पनि छैन कि है। अब म हजुरलाई माथि पनि लिएर जान्छु ल, एकचोटि माथि आउनुहोस् न। यो हाम्रो चाहिँ नि नयाँ नयाँ पसल खोलेको बच्चाको लुगा छ। अनि अब हाम्रो दाजुभाइको लागि पनि जेन्ट्सको लुगा पनि मेला सबले ल्याइसकेको छ। त्यसै गरी हजुरहरूलाई यहाँ सबै हेर्न सक्नुहुन्छ। मेरो हजुरहरू मेरो अगाडि अगाडि पछाडि पछाडि आउँदै गर्नुहोस् ल, म त अगाडि भनेछु कि। ल हेर्नुहोस् अब यो मोजाहरू छ होइन, कस्तो राम्रो राम्रो। त्यसपछि बच्चाहरूको लागि ल हेर्नु त, अब यो बर्थडे सर्थडेमा लगाउने बटरफ्लाईदेखि लिएर सबै डेकोरेसन खेलाउने कुराहरू यति धेरै के। अब सानो सानो बच्चाहरूलाई त खेलाउने कुरा कति चाहिन्छ होइन, सबै छ। अब हेर्नुहोस् वालेटहरू, जेन्ट्सले बोक्ने पर्सहरू पनि छ होइन। अब जेन्ट्सको यो इनरहरू पनि सबै छ होइन। यता सबै बच्चालाई यहाँ सुताउने झलुङ्गोदेखि लिएर हेर्नुहोस् खेलाउने गाडी। ल हेर्नुहोस् के छैन, स्ट्रोलरहरू छ, सबै राम्रो छ। हेर्नुहोस् है, हामीले अब बच्चालाई राखेर टक्क कतै बाहिर घुमाउन लिएर पनि कति सजिलो हुन्छ नि त होइन। यहाँ सुताइदियो अनि त्यही त्यही बजारमा घुम्न लिएर हिँड्नु भयो, कतै कतै इभिनिङ वाक मर्निङ वाक जे गराउन नि भयो होइन। एकदम सजिलो हुन्छ होइन। अनि अब फ्रकहरू हेर्नुहोस्, अब बेबीहरूको लागि छोरी मान्छेको लुगा त त्यसै पनि कति राम्रो हुन्छ है, देख्दैखेरि एकदम लोभ लाग्ने हुन्छ कि छोरीको लुगाहरू। सबै छोरीको छोराको सबै पाइन्छ यहाँ दुवैजनाको। अनि बच्चाहरूले खेलाउने त्यो कति छन् कि हेर्नु त। अरू नभएर यता पनि हेर्नु न, सब राखेछौँ कि हामीले होइन, हजुरहरूलाई कतै जान नपरोस् भनेर। सानो सानो बच्चाको जुत्ता सुजहरू पनि हामीले राखेका छौँ। हेर्नु है, सबै छ है, बच्चा के अरे छोराको पनि छोरीको पनि दुवैजनाको हामीले चाहिँ नि सुजहरू पनि राखेछौँ है। यो सबै जिन्सको प्यान्टहरू छ, हजुरहरूले हेरिसक्नु भएको छ है। मैले यहाँबाट हजुरहरूलाई देखाइरहेको छु। ल हेर्नुहोस् यहाँ पनि माथि पनि लुगा राखेछौँ, यता पनि जेन्ट्सको लुगा र के अरे यो सानो बोय र गर्ल दुवैजनाको के होइन। एकदम राम्रो राम्रो छ यो इनरहरू, अब जस्तो भित्रबाट लाउने स्यान्डोहरू होइन बेबीहरूको लागि। अनि सानो सानो नाइटीहरू पनि छ राति सुत्दा लगाउने बच्चाहरूलाई। अनि तपाईँ बाहिर जाँदाखेरि लगाउने लुगाहरू जस्तो फर्मल अनि क्याजुअल दुइटै खालको पाउनुहुन्छ। एकदमै राम्रो राम्रो लुगाहरू पाउनुहुन्छ है। अब यताको सेक्सन भयो है, अब यता पनि सबै यो बोयको लागि हो है, यता गर्लको थियो, यता सबै छोरा हाम्रो सानो बेबी छोराहरूको लागि अनि सबै पाउनुहुन्छ है। ल हेर्नुहोस् त, जन्मेको सानो शिशु नवजात शिशुलाईदेखि लिएर 10-15 वर्षसम्मको बेबीहरूलाई सबै लुगा दुवै छोरालाई र छोरीलाई दुवैलाई पाउनुहुन्छ। अब यता फेरि हाम्रो सुटकेस छ हेर्नुहोस्, यो सबै अटैसीहरू सुटकेसहरू होइन। अब सबै राखेछौँ हामीले, सानोदेखि लिएर ठुलोसम्म छ कि। अब विदेश जानलाई पनि नब्बै नहुने हो र यताउति कतै ट्राभल गर्न जाँदाखेरि पनि हामीलाई नब्बै हुँदैन। त्यसले गर्दाखेरि हामीले मेला सबमा हजुरहरूको लागि यो लगेजहरू पनि ल्याइदिएको छौँ। एकदम राम्रो राम्रो छ, सानो सानोमा पनि छ, ठुल्ठुलोमा पनि छ। जत्रो साइजमा खोज्नुहुन्छ त्यत्रै साइजमा पाउनुहुन्छ, तर क्वालिटी पनि त्यस्तै राम्रो। एकदमै 4 तल्लाबाट फाल्दा पनि यो खसेर फुट्दैन के, त्यही भएर एकदमै राम्रो क्वालिटीमा छ है। हजुरहरूले देखेर थाहा पाइहाल्नुहुन्छ है, एकदमै राम्रो छ कि। साइज पनि ठुलो किने पनि छ, सानो किने पनि छ। उहाँ हेर्नुहोस् त, उता ब्यागहरू पनि छ, फेरि ट्राभल गर्दाखेरि चाहिने। अब कसैलाई ब्याग पनि चाहिन सक्छ, कसैलाई सानो चाहिन्छ होइन। जेन्ट्सको सबै कुराहरू यता पनि, यो जेन्ट्सको सेक्सन हो है साथीहरू। यो जेन्ट्सको सबै सर्टहरू टी सर्टहरू यो सबै राखेछ यता, यता हेर्न सक्नुहुन्छ है हजुरहरूले। ल यता आउनुहोस् त। अनि यता पनि जेन्ट्सले लगाउने अब सबै के सक्सहरूदेखि लिएर सबै पाउनुहुन्छ। यो जिन्सको प्यान्ट भयो, क्याप पनि छ है हामीसित, जेन्ट्सले ल्याउने क्याप पनि छ। ओहो अहिले त यो हेर्नुहोस् त, यहाँ आउनुहोस् त नजिकै, अलि नजिकै जेन्ट्सहरूले लगाउने ब्रासलेटहरू पनि आएछ कि, कति राम्रो राम्रो हेर्नु न। अनि यो अब कोही कोही अब हाम्रो भाइहरूले त कानमा लगाउने मुन्द्राहरू पनि मन पराउनुहुन्छ नि त, त्यस्तो पनि राखेछौँ कि हामीले। सबै जे होस् कि कसैलाई आएर केही छैन ए भन्न नपरोस् भनेर सबै राखेछौँ कि होइन। अनि यता फेरि सबै जिन्सको प्यान्टहरू मात्रै हो यो, यता यो सेक्सनमा सबै जिन्सको प्यान्टहरू छ, फर्मल प्यान्टहरू अनि जिन्सको प्यान्टहरू सबै दुवै प्यान्टहरू छ। एकदम राम्रो राम्रो छ है, हेर्न सक्नुहुन्छ। हामीले चाहिँ नि यहाँ ब्रान्ड पनि हेर्नुहोस् त, डिएनएको छ, एकदम राम्रो राम्रो प्यान्टहरू है। अरू पनि हेर्न सक्नुहुन्छ, यता हेर्नुहोस् त। अब जेन्ट्सको लागि प्यान्टमा लगाउनलाई बेल्ट पनि लिएर आछौँ कि हामीले,
एकदमै राम्रो राम्रो क्वालिटीको डिएनए को पनि छ है। एकदमै राम्रो राम्रो क्वालिटीको बेल्टहरु पनि पाउनुहुन्छ। त्यसैगरी जाडोमा लगाउनको लागि अब ज्याकेटहरु पनि जेन्ट्सको लागि कस्तो राम्रो राम्रो डिएनए को हेर्नु त एकदमै राम्रो छ। क्वालिटी कति राम्रो हुन्छ हजुरलाई थाहा नै छ हैन। अब यसको यो कम्पनी यो ब्रान्ड नै हजुरले सुनेपछि थाहा पाइहाल्नुहुन्छ एकदम राम्रो ब्रान्ड हो भनेर हैन। हेर्नुस् न सर्टहरु पनि यति राम्रो छ के जेन्ट्सको लुगाहरु त ओहो कस्तो राम्रो जुन हेर्यो त्यही राम्रो छ के। ल हेर्नुस् त अब ज्याकेटहरु पनि कोही कोही त विदेश जानेहरुले त अब ज्याकेटहरु पनि शपिङ गर्न आउनुहुन्छ नि त। अहिले त नेपालमा त गर्मी नै छ तर पनि अब जाडो आउन पनि 2 महिना त बाँकी छ। अब असोज लागेपछि जाडो सुरु भइहाल्छ। कोही कोहीले त बाहिर विदेश जाँदाखेरि शपिङ गर्नको लागि जाडोको लुगा पनि खोज्नुहुन्छ के। त्यही भएर हामीले डिस्प्ले गरेछौं कि अहिले पनि जाडोको लुगा हामीले राखेछौं। लैराख्नु भएको छ बाहिर जानेहरुले एकदम राम्रो राम्रो छ के जुन हेरे नि राम्रो लाग्छ है। अनि त ट्राउजरहरु पनि छ है सबै हेर्नुस् त कस्तो राम्रो राम्रो उन सिटरहरु पनि छ जेन्ट्सले लगाउने सबै पाउनुहुन्छ कि यहाँ। मैले भने नि अब जम्मै जेन्ट्सलाई लगाउने प्यान्ट टी सर्ट सर्ट हैन अनि ट्राउजर उन सिटरहरु ज्याकेटहरु सबै पाउनुहुन्छ के। अनि यो फेरि हाम्रो माथिल्लो तलाको काउन्टर हो है यो क्याश काउन्टर। यहाँ चाहिँ नि अब सामान किन्दा ठ्याक्क बिल पे गर्ने ठाउँ हो। अहिले चाहिँ हाम्रो यहाँ साउजी बस्नु छ मोबाइलमा बसेर कुरा गर्दै हुनुहुन्छ। अब यता यता फेरि हामीले अब लेडिज ब्याग देखाउँछु है मैले। अब यहाँ चाहिँ नि हाम्रो यो पुरै सेक्सन ब्यागै ब्याग छ हेर्नुस्। यहाँ चाहिँ नि हामीले पार्टी वेयर चाहिँ नि हैन अब पार्टीमा चट्ट अब महिला दिदी बहिनीहरुलाई चाहिँ नि अब पार्टी वेयर चाहिँ नि चाहिन्छ नि त। पार्टीमा जाँदाखेरि एकदम राम्रो राम्रो पार्टी वेयर ब्याग पनि चाहिन्छ। त्यसले गर्दाखेरि मेला सबले हजुरहरुलाई एकदम भने जस्तो पार्टी वेयर ब्यागहरु ल्याएको छ एकदम राम्रो के। त्यस्तो फेरि नराम्रो भन्ने त कुनै पनि छैन। जसले शपिङ गर्न आउनुहुन्छ त्यसले थाहा पाइहाल्नुहुन्छ हैन। एकदमै राम्रो राम्रो पार्टी वेयर ब्यागहरु पनि छ। क्वालिटी एकदमै राम्रो छ के प्रिमियम क्वालिटी हाई क्वालिटीमा तपाईहरुले पार्टी वेयर ब्याग पर्सहरु पाउनुहुन्छ एकदमै राम्रो। हेर्नु पोतेले पुरै पोतेर यो सिक्वेन्सले भरेको टक्क लाएर एकदमै राम्रो क्वालिटीको है दिदी बहिनीहरु। अनि यता हेर्नुस् यता हजुरले चाहिँ सानो ब्याग खोजे सानो पाउनुहुन्छ। यत्रै अब सानो लिए पुन्टे ब्याग लिन्छु भने पनि पाइयो हैन। अब ठुलठुलो चाहियो हामीलाई अलिकति 2-4 वटा सामान पनि अट्नी एक जोर लुगा पनि अट्नी मेकअपको सामान पनि अट्नी भन्नुहुन्छ भने ठुलठुलो ब्यागहरु पनि छ यतापट्टि छ हेर्नुस् त। ल आउनुस् म देखाउँछु ठुलठुलो ब्यागहरु पनि छ ल हेर्नुस्। अनि अब ठिक्क ठिक्कको पनि छ। अब हाम्रो चाहिँ नि कलेज जाने बहिनीहरुको लागि यस्तो खालको ब्यागहरु पनि छ है। एकदमै राम्रो देखिन्छ नि त कलेज पढ्ने बहिनीहरुले चाहिँ नि पछाडी ट्याक्क बोक्दाखेरि राम्रो देखिन्छ। अघि मैले ठुलठुलो ब्याग भनेको नि गाइस ल हेर्नु यहाँ छ है ठुलठुलो ब्याग। अनि यस्तो पनि छ ल्यापटप सबै राख्न मिल्ने कलेज पढ्ने बहिनीहरुलाई यस्तो राम्रो खालको ब्यागहरु पनि छ। अब ठुलठुला ब्यागहरु पनि मैले भने नि अघि ल हेर्नुस् त कस्ता राम्रो राम्रो ठुला ठुला ब्याग पनि छन् के हजुरलाई टक्क गममा सामान अटाउँछ नि त। ल हेर्नुस् त म देखाउँछु है यहाँ चाहिँ नि ल हेर्नुस् ब्यागहरु त सबै राम्रो छ के मेला सबमा नराम्रो भन्ने त अब छँदै छैन हैन। एकदमै किनकि हजुरहरुलाई अब राम्रो सामान खोज्नुहुन्छ भनेर नै हामीले राम्रो राम्रो सामान राखेको हो हैन। आजकल त नराम्रो सामान त कसैले हेर्दै हेर्दैन अनि अब हेर्दै हेर्दै यस्तो रहेछ भन्छ नि। त्यही भएर हामीले चाहिँ नि हजुरहरुको लागि भनेर एकदम क्वालिटीको एकदम राम्रो सामानहरु राखेका छौं। सानसानो ब्यागहरु पनि पाउनुहुन्छ ठुलठुलो ब्याग पनि पाउनुहुन्छ। अब यता फेरि डम्मीमा हामीले चाहिँ नि यो बाहिर पनि देखियोस् अब मेला सब यही हो मेला सब भनेर अलिकति हामीलाई चिनाउनको लागि पनि माथि चाहिँ नि हामीले यो डम्मीहरु राखेर हैन जेन्ट्सको लुगा यहाँ पाइन्छ भनेर लेडिजको लुगा नि पाइन्छ भनेर चाहिँ नि देखाउनको लागि सोको लागि राखेको है यो। अनि यता हेर्नुस् अब यो चाहिँ नि फेरि अब स्कुल पढ्न जाने बच्चाहरुको लागि ब्याग त चाहियो नि त। त्यसले गर्दा हामीले बच्चाहरुको स्कुल ब्याग पनि राखेछौं के हैन। अब आइसकेपछि मेला सबमा आइसकेपछि यो पाइएन भन्ने नपरोस् के। त्यही भएर यहाँ चाहिँ नि सबै स्कुल ब्यागहरु पनि छ र जेन्ट्स अब दाजुभाइले बोक्ने यो चाहिँ नि हामीले यस्तो ब्यागहरु पनि राखेछौं के हैन। अब उहाँहरुको आफ्नो कतै कतै जाँदाखेरि आफ्नो फाइलहरु आफ्नो सामानहरु इत्यादि राख्ने हैन। अब ल्यापटपहरु राख्ने झोलाहरु पनि ब्यागहरु पनि हामीले ल्याछौं सबै पाउनुहुन्छ के। यहाँ हेर्नुस् त ल कति राम्रो छ यो ल्यापटप ब्याग हेर्नुस् त कति राम्रो छ हेर्नुस्। अनि सबै पाइन्छ है साथीहरु। मैले हजुरहरुलाई टोटली सामानहरु मेला सबको सबै देखाइसके। यो सानो मिनी भ्लगलाई सबैले माया गरिदिनु होला। हाम्रो मेला सबको यो युट्युब च्यानललाई पनि सबैले सब्स्क्राइब लाइक कमेन्ट शेयर गरेर हामीलाई माया गरिदिनु होला। हस्त नमस्ते।